ओ डक्टर त कहाँ छस् भन त? किन दाइ भन्नु त, म ग्राउन्डमा छु। त्यही बस्दै गर केटाहरू जम्मा गरेर राख, म आउँदैछु त्यहीँ। के भन्नुहुन्छ दाइ? तपाईँ जान्छ। पहिला भन्नु न कुरा के हो। केटा मेरो गर्लफ्रेन्डसँग बोल्दो रहेछ, त्यसलाई आएर धोक्नुपर्छ। के भन्नुभयो? एउटा केटा तपाईँको गर्लफ्रेन्डसँग बोल्दा के त्यसलाई कुट्नुपर्छ? अनि त तेरो गर्लफ्रेन्डलाई अरू केटाले त्यसो गर भन्दैमा त चुप लाएर बत्तिस् त। तपाईँ एउटा काम गर्नु, म तपाईँलाई एउटा नम्बर दिन्छु, त्यसमा म्यासेज गर्नु। धेरै नाटक नगर त, जाने भए न त म एक्लै गएँ फेरि। धेरै आवेशमा नआउनु, मैले भनेको त्यति गर्नु न। म तपाईँलाई एउटा नम्बर दिन्छु, त्यो नम्बरमा म्यासेज गरिहाल्नु त। 9815 049 51 130। के रिप्लाई आयो त? अरे यसले त मलाई ब्लक गर्यो त यार। म कल गर्नु त एकचोटि। अरे फोन काट्यो त। अरे नम्बर पनि ब्लक गरिदियो क्या? को हो र यो? तपाईँलाई मेरो गर्लफ्रेन्डको नम्बर दिएको थिएँ। सबै केटी एउटै हुँदैनन्, देख्नुभयो नि तपाईँले मेरो गर्लफ्रेन्डले फोन काटेको। त्यो तपाईँको गर्लफ्रेन्ड पनि त्यो केटासँग बोल्न नचाहेको भए त्यो केटाले जबरजस्ती त्यसलाई लाँदैन थियो। एउटा हातले ताली बज्दैन दाइ। सबै मान्छेको मन हो, मन परिवर्तन हुन्छ बेला बेलामा, बुझ्नुभयो नि? हो यार डक्टर, तैँले ठिक भनिस् यार।